हेलो सबैजनालाई नमस्ते, वेलकम टु माई न्यू भ्लग हो क्या। म चाहिँ माउ घरमा छु। यो मामा घर, यो यता धानहरू फलेको छ। अब यसो म चाहिँ तलतिर जाँदैछु। यहाँबाट सर र तलतिर आज अब फिसिङ गर्नु जानु पर्ला। म चाहिँ घरमा बस्दा बस्दा अल्छी लागेर यसो साथीहरूलाई खोज्न जाँदैछु। यता यो दुष्कृषि भन्ने ठाउँ छ, त्यतैतिर साथीहरू हुन्छ। यसो अब तलतिर हिँड्दैछु। सबै यो घरहरू राम्रो छ बस्नलाई, ठाउँ शान्त छ। दसैँ सकियो, अब तिहार लाग्दैछ। बिस्तारै बिस्तारै तिहार पनि सुरु हुन लाग्यो, भ्याकेसन सकिन लाग्यो। गाह्रो छ, यस्तै छ। हेर्दा हेर्दै एक महिना त्यही एकैछिन पनि नहुँदै रहेछ, 2-4 दिन जस्तो लाग्ने। म चाहिँ त्यहाँ जान्छु, यो धानबारीको उतापट्टि त्यतातिर केटाहरू बसिरहेको हुन्छन्। रुममा बस्दा बस्दा अल्छी लाग्यो घरमा। अनि खानासाना खाएर यसो नुहाइधुवाइ गरेर अनि यसो हिँड्न लाग्यो बाहिरतिर। हरियाली यताको चाहिँ धान काटेर सकिसकेछ। यता चाहिँ अझै हरियै छ, पाक्न अलिक टाइम लाग्दो रहेछ। अब आज त्यहाँ गएर चट्ट लगाएर म माछा मार्छु। हिजो पनि अलिअलि ट्राई त गरेको थियो, माछा आएन। अब आज हेर्नु पर्ला यस्तो माछा आउँछ किन। हिजो नि एकछिन त ट्राई गरेको थिएँ, हिजो नि आएको थिएँ। अलिक दिउँसो भएर होला, धेरै गर्मी छ, जाडो महिना लागिसक्यो। त्यही पनि गर्मी नै छ। बिहान र बेलुका चाहिँ यसो जाडो भए जस्तो हुन्छ। हिँड्दैछु उतातिर होला केटाहरू। अहिले यसो त्यतैतिर गएपछि देखाउँछु नि। अहिले चाहिँ अब म यसो बाटबाट हिँड्दैछु। राम्रो लाग्यो यसो भ्यूहरू त राम्रो छ नि, चट्ट लगाएर उता देखिहाल्यो। त्यहाँबाट यहाँ पुग्न चाहिँ 10 मिनट जति लाग्छ होला। चट्ट लगाएर हिँड्दै घरमा नि कति बस्ने, मोबाइल चलाउँदा युट्युब हेर्दा अल्छी लाग्यो। अब नेपालको क्रिकेटहरू भने हिजो हेरेको, हिजो हेर्दै क्वालिफाई भयो वर्ल्ड कपको लागि। खुसी छौँ, ब्याक टु ब्याक वर्ल्ड कप क्वालिफायर। यसो गरेर देख्दैन के यति गएर चट्ट हामी कहाँ जाँदैछौँ कि? We are going to play volleyball at Duxkusi. अब माछा मारेर आएर खाजासाजा खाएर फेरि हामी अब भलिबल अलिकति शरीरको एक्सर्साइज पनि गर्नै पर्यो, जरुरी। बाटो त त्यही हो, सेम हो। हिँड्दैछौँ अब, घामसाम डुब्नु लाग्छ यो टाइममा। सही हुन्छ कि एक्सर्साइजको लागि। चट्ट लाएर उफ्रेर बल खेल्न आज फेरि त्यहाँ एउटा बाघले खसी झ्याम्मै हान्दैछन्। त्यहाँ अब बाघ साग पनि आउँछ नि त। अनि बाघले खसी मारिदिएछ, अहिले भर्खर लिएर गइरहनु भएको थियो। स्याड न्युज चोर्सी, स्याड न्युज होइन त। खसी झ्याम्मै हान्दैछ त बाघले यार। त्यही भने तिहारको टाइममा खसी फेरि खाइलाग्दो थियो, झप्प परेको। बोल्न नसकेर साइकलमा हाल्छ। अनि 2-3जना मिलेर खसी बोक्नु नसकेर साइकलमा हालेर लिएर छन्। अब हामी पनि त्यहीँ जाँदैछौँ, के हुन्छ कस्तो हुन्छ। अब यिनीहरूको गेम छ अरे, पाटे बाघ हिँड्छ कि पाटे बाघ हिँड्छ। यिनीहरूको गेम छ अरे, टुर्नामेन्ट। अब त्यही भएर प्र्याक्टिसको लागि म चाहिँ यसो दर्शक हो। त्यहाँ छन् हाम्रो
ग्याङहरू बस्यो हो। ल यसो अपडेट दिँदै गर्छौँ के हुन्छ कस्तो हुन्छ। अब अहिले चाहिँ त्यस्तो गर्मी छैन, दिउँसो चाहिँ अलिक गर्मी नै थियो। अपडेट दिँदै गरौँ ल। टेक केयर गाइज। त्यही भने घाँटीमै समातेर लिएर गएको रहेछ नि त। उठाएर लान सकेन चाहिँ क्या होइन, ठुलो छ नि त यार खसी पनि त्यो पनि। ल ल ल यहाँ चाहिँ केटाहरू भलिबल खेल्दैछन्। जाँदैछु सर्ट लाएर। यिनीहरूको भोलि कि पर्सि टुर्नामेन्ट रहेछ, 31 गते। टुर्नामेन्टको लागि प्र्याक्टिस गर्दैछन्। खेल्छन् केटाहरूले दर। केटाहरूको दामी प्र्याक्टिस हुँदैछ। टुर्नामेन्टको लागि के हाने हान्छन् क्या हो। बाघले खसी लगेको पनि यतै हो क्या अरे। केटाहरू फेरि खेल्न नि यतै खेलिरहेछन्। हान्छन् क्या हो, क्या हो। बाँदर पनि गराइरहेछ यता। यो चाहिँ राम्रो जङ्गलको बिचमा खेलिरहेछन् केटाहरू लाएर। खेल्दैछन्। टट्ट लाएर अब हामी भलिबल खेलेर कहाँ जाँदैछौँ? हो धेरै थाकेछ बिचरा यो खेलेको थियो। म चाहिँ हेर्दै बस्दै थिएँ। अब घर जाँदैछु, रात पनि पर्यो। धेरै घुम्नु ओर्नु। बाघको भिडियो बनाउनु भने त बाघै देखेन यार। ए अर्को बाघ यही छ फेरि। ल गाइज बाई बाई, टेक केयर। सबैजना राम्रोसँग बस्नु होला। हो कि नै चोर्सी ए